पैसा छैन अनि अब गर्दाखेरि मागेर पनि दिने मान्छे मेरो भइरहेको पैसा राखेर छैन अहिले ठुलीकोले आजलाई 50ले काम चल्छ, आज 50ले पुरानो हुन्छ। गर्नु गरे हाल्ने भोलि दिन्छु के मसित आज पैसा छैन, भोलि हुन्छ। छैन उयो सिमेन्टी बेचेको पैसा भोलि आउँछ अनि भोलि दिन्छु नि त हुन्न। बेलुका फेरि भात खान आउनुहुन्छ नि त यहीँ तपाईँ भात खानु परेन आउँछ छैन अब नभएर त कुरो आयो नि। आमा बाबा त तपाईँले मलाई यसरी गाली गर्नुहुन्थ्यो र मेरो आमा नभएर त तपाईँले गाली गरे हो नि। नगराइकन खाना कुरो त्यो म जान्दिनँ। यसले त्यो अरू त मैले खुवाइरहेको छु त भनेको अहिले यो 150 लगाएर 150कै सबै खानालाई पुरा यो यसले खानु। म अर्को यहाँसम्म अहिले भर्खर एउटा दिएँ होइन, अहिले फेरि दिउँसो नि अनि दिउँसो नि दिन्छु के। हिजो नि दिएको होइन मैले, दिन्छु त नि। यहीँ बस्नु न तपाईँ, जानु मन्दिर त्यो चोकतिर घुमेर आउनु अनि फेरि चिया खाने अनि फेरि चिया खाएर दिन्छु अनि बेलुका भात खाने भात खाएर मेरो धेरै कुरा गर्ने आमा घर रहेछ छैन। जाने रहेछ आउँछु ल फर्किन्छ रञ्जन भने फेरि दिउँला नि त। आजलाई त्यसैले काम चलाउनु त। मेरो पैसाहरू खुली कन कराइदिन के गर्नु छ र पैसाले के गर्नु छ र? बाइकमा राख्ने नजान्छु कुराको उ गरी अब औषधि नै खानुपर्ने भएछ। अब विचार दिनको मान्छे न अहिले 100 रुपियाँ राखेर छैन अहिले खुली गर्नु 100 रुपियाँले। अघि त्यो 150 घर छ के दराजमाथि छ तँ हुँदैन गर्न घर आमाको छैन मेरो 100 रुपियाँ खुरुक्कले म अरू कुरो जान्दिनँ। हुँदैन नभएको पैसा काँडा दिने त अहिले भर्खर राख्ने पैसा छैन कसम छैन। मसित भएको यही 50 मात्रै हो आज। 150 पैसा राखेर पैसा उ गरेँ साँच्ची हो।